पौराणिक कथा अनुसार राजा दशरथले त्यस पहाडको त्यो खोचाबाट श्रवण कुमारले आफ्ना मातापिता अन्धान्धीलाई यस पवित्र स्थलमा कुवामा पानी पिउनको लागि एउटा उसमा भारमा चाहिँ बोकेर ल्याएपछि यहाँ पानी पिलाउनको लागि ल्याउनु भएको। त्यस अनुसार उहाँ राजा दशरथले मृगहरू आयो भनेर बाण चलाउँदाखेरि यस श्रवण कुमारजीलाई लागेर घाइते भएर उहाँ यसै स्थान अनुसार यही उसमा भूमिमा जाँदै गर्दाखेरि अलि पर 3 कोस पर गएर 3 पटक प्रदक्षिणा गरेर माता पिताको अन्धान्धीको नाम लिएर राजा दशरथजीलाई श्राप दिएर गएर त्यस स्थानमा उहाँको देह स्थान भयो। हस्त किल्लाबाट उहाँ श्रवणजी यस स्थानबाट अलि अगाडिबाट गएर प्रदक्षिणा गरेर उहाँहरू हजुरहरूलाई अहिले फेरि हामी अगाडि भिडियोमा देखाउने छौँ। अगाडि बढ्दैछौँ। अर्को यस्तै खुर्किला अनुसार यस स्थानमा आएर श्रवणजीले चाहिँ पटक प्रदक्षिणा गर्नुभएको स्थान अहिले हामीले देखाउँदैछौँ। हामी चाहिँ त्यही दशरथ चाहिँ बाँड लागेर चाहिँ एकदम घाइते अवस्थामा चाहिँ छटपटाहट भएर यही बाटो हुँदै केही कोस अगाडि गएर चाहिँ 3 चोटि घुमेको ठाउँ यहाँहरूलाई चाहिँ हामी देखाउँदैछौँ। खुर्किलाबाट श्रवणजी यसै अनुसार आउनुभएको किम्वदन्ती उहाँहरू यसै अनुसार श्रवणजी प्रस्थान गर्नुभएको। कुमारजी आफ्नो माता पिताको देहावसान भइसकेपछि छटपटाहट हुँदै यस्तै स्थान अनुसार यही मृग स्थानबाट छटपटाहट हुँदै तालदेखिबाट यस पवित्र भूमिमा 3 पटक प्रदक्षिणा गरेर उहाँ 3 पटक आएर चाहिँ यही अनुसार माता पिताको वेदनालाई सहन नसकेर यही मन्दिरमा हजुरहरूलाई यहाँ देखाउँदैछौँ। यही मन्दिरमा उहाँलाई हजुरहरूलाई श्रवण कुमारजी माता पिताको सहन नसकेर छटपटाहट हुँदै यसै मन्दिरलाई परिक्रमा 3 पटक परिक्रमा गरेर उहाँ चाहिँ यसै मन्दिरमा परिक्रमा गरेर यहाँ आएर श्रवण कुमारजी छटपटाहट हुँदै आमा अन्धान्धीको नाम सम्झेर आफ्नो देह समावेश गर्नुभएको यही स्थान उहाँ अहिले नरहँदा पनि उहाँको चाहिँ शरीर यहाँ देख्न सकिन्छ। यो पत्थरमा परिणत भएको यो ऐतिहासिक कालको यसैलाई हामीले सबैजना आएर यस तीर्थस्थललाई अगाडि बढाइदिन अनुरोध गर्छौँ। हस्त धन्यवाद।